वास्तविक सुकुम्बासी ती पीडित जनतालाई न्याय दिने बाटोमा र सुकुम्बासी समस्या समाधान गर्ने बाटोमा सङ्घीय सरकार र स्थानीय सरकारले समन्वय गर्दै गर्दाखेरि परिणाम यति सुखद पनि त निस्किँदो रहेछ नि त। वास्तविक सुकुम्बासी जनताको पक्षमा सदैव उभिएको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्रमा स्पष्टसँग लेखेको छ, अघिल्लो दुई तिहाईको सरकारले सुकुम्बासी नेपाली जनता हुन सक्दैनन् मौलिक हकमा स्पष्ट पारेको छ। त्यसकारण विगतको 37 वर्षदेखि निरन्तर त्यो आयोग बनाएर जग्गा बाँड्ने भन्ने र आफ्ना कार्यकर्तालाई आफ्नो दलका नेतालाई आफ्ना दलसँग जोडिएकाहरूलाई भोटको राजनीति गरिराख्ने होइन। अब साँचो अर्थमा समाधान दिनुपर्छ भनेर स्थानीय सरकारसँग समन्वय गरेको भए सायद यो समस्या निकै अगाडि समाधान हुन्थ्यो होला। बोलीमा रुल अफ ल र व्यवहारमा आफू र आफ्नो भोट अनि आफू र आफ्ना नेता भ्रष्टाचार मैले गर्दा केही पनि फरक परेन तर अरूमाथि डन्डा चलाउँछु भन्ने अभिप्राय गरेको राजकाज टिक्न सकेन नि त। आज भलै हामी अनुभवमा कमी छौँ होला, संसदीय अभ्यास हामीसँग लामो अभ्यास नहुन सक्छ, राजकाजको बाटोमा पनि हामीसँग लामो अनुभव नहुन सक्छ। त्यसै कारण हामीले भनेका छौँ तपाईँहरूको अनुभवले हामीलाई खबरदारी गर्नुहोस्। हामीले सुधार्नुपर्ने ठाउँमा सुधार्छौँ तर स्पष्ट नीयत, स्पष्ट भिजन र स्पष्ट सपना देखेर आएका छौँ र त्यो सपनालाई डोर्याउन सक्ने शक्ति लिएर आएका छौँ। त्यो शक्ति नेपाली जनता हुन् र नेपाली जनताले दिएको त्यो शक्तिलाई अधिकतम उपयोग गरेर यही 5 वर्षभित्र कम्तीमा सुशासनको समृद्धिको जग बसाएर मात्र छोड्नेछौँ। अन्तमा फेरि पनि संविधानले दिएका केही जिम्मेवारी छन्। धारा 228 मा यो स्थानीय सरकारले आर्थिक कार्यप्रणाली र कर प्रणाली कसरी व्यवस्थित बनाउनुपर्छ, आफ्नो कानुन कसरी बनाउनुपर्छ भन्ने कुरा स्पष्टसँग तय गरेको छ। संविधानको भाग 20 मा सङ्घ प्रदेश स्थानीय तहबीचको अन्तर सम्बन्धका विषयमा चर्चा भएको छ भने अनुसूची 8 ले स्थानीय सरकारको क्षेत्राधिकार तोकिदिएको छ र अनुसूची 9 ले तिनै तहका सरकारको साझा क्षेत्राधिकार तोकेको छ। यी सबै कुरामा समन्वय, सहकार्य र सहअस्तित्वसहित काम गर्दै गर्दाखेरि यो व्यवस्थाको उन्नत अभ्यास हामी गर्न सक्छौँ। यहाँहरू स्थानीय सरकारसँग जाँदै गर्दाखेरि सङ्घले बनाएका कानुनसँग नबाजिने गरी सङ्घले विनियोजन गरेका बजेटसँग ओभरल्याप नहुने गरी प्रदेश सरकारले र स्थानीय सरकारले काम गरिदिने बाटोमा अलिकति सचेत गराइदिनु भयो भने धेरै कुरा सकारात्मक रूपमा सुधार हुन सक्छ। एउटा सानो उदाहरणहरूको प्रस्तुत गर्न चाहन्छु। नेपाल सरकारले कृषि क्षेत्रलाई अत्याधिक धेरै कर नलगाउने अथवा प्रिभिलेज दिने नीति लिएको छ भने स्थानीय सरकारले त्यो नीतिलाई अवलम्बन गरिदिनुपर्छ। तर अघिल्लो वर्ष मैले एउटा स्थानीय सरकारले बनाएको कर प्रणालीको दस्तावेज हेरेको थिएँ। कुखुराको अन्डामा पनि त्यहाँ कर लगाएको थियो, चल्लामा पनि कर लगाएको थियो र कुखुरा सोयमा पनि कर लगाएको थियो। स्थानीय सरकारलाई पक्कै स्रोतको आवश्यकता पर्छ तर सङ्घीय सरकारले लिएको नीतिलाई समन्वय गर्दै गर्दा त्यससँग नबाजिने गरी कर प्रणालीमा काम गर्दै गर्दाखेरि प्रभावकारी तरिकाले काम गऱ्यो भने धेरै कुरामा सुधार गर्न सकिन्छ। तर फेरि करकै लागि मनखुसी गरियो भने त्यहाँ अहिले भइरहेको समस्याको जिउँदो जाग्दो उदाहरण हो। त्यसको लागि खबरदारी गरिदिने काम पनि सञ्चारकर्मी साथीहरूको हो र स्थानीय जनताको हो। त्यो बाहेक अन्य धेरै कुरामा म यहाँहरूसँग आगामी दिनहरूमा छलफल गरौँला। जवाबदेहिता र प्रभावकारिताका विषयमा हामीले व्यवहारमा प्रस्तुत गर्ने हो। मैले आज धेरै बोलेर यी कुराहरू भाषण मार्फत यहाँहरूसँग अभिव्यक्त गरेर सबै कुराहरू पुरा भएको महसुस गर्दिनँ। पछिल्लो दिनमा प्रतिनिधि सभा नियमावली बनाउने प्रक्रियामा मेरो सभापतित्वमा यो जिम्मेवारी आएको थियो। विगतमा सबैभन्दा चाँडो प्रतिनिधि सभा नियमावलीको मस्यौदा 45 दिनमा बनेको रहेछ। कुनै कालखण्डमा त 5 महिना लागेको रहेछ। सरकार अविच्छिन्न उत्तराधिकार हो तर प्रतिनिधि सभा 5 वर्षको लागि हो र नेपालको संविधानको धारा 104 ले स्पष्टसँग भनेको छ प्रतिनिधि सभाले आफ्नो सभा समिति र सदस्यहरूको लागि कानुन आफै बनाउने र त्यो नियमावली बनाउने भन्ने स्पष्ट भनेको छ। सो नियमावली बनाउने प्रक्रियामा हामीले 14 दिनमा त्यो कार्यक्रम त्यो जिम्मेवारी सकाएर सभामुखज्यूलाई हस्तान्तरण गरिसकेका छौँ। आगामी अधिवेशनमा यो कुरा प्रस्तुत हुन्छ र कानुन बनाउने प्रक्रिया नै अगाडिबाट 72 घण्टे संशोधन प्रक्रिया टुङ्ग्याएर त्यो कानुन बन्नेछ, नियमावली बन्नेछ। मैले यस विषयमा जोड्न खोजेको एउटा मात्र कुरा के हो भने विगतमा पनि त नियमावली बनेको थियो। व्यवस्थापिका र कार्यपालिकाका आफ्नै क्षेत्राधिकार हुन्छन् र एकअर्का बीच जवाबदेही हुन्छन्। दुईटैको जवाबदेहिता जनताप्रति हो, त्यो विधि मार्फत हो। प्रतिनिधि सभाका समितिहरूले कार्यपालिकालाई जवाफ खोज्ने, जवाबदेहिता बनाउने र निर्देशन दिने प्रक्रिया नियमावलीले सुनिश्चित गरेको अधिकार हो।
तर विगतमा सिर्फ निर्देशन तयार पारियो। म एउटा तितो अनुभूति साझा गर्न चाहन्छु। एउटा समितिले सुपारीको डिएनए परीक्षण गरेर मात्र निर्यात गर्ने भनेर निर्देशन तयार पारिदियो। त्यो निर्देशन कति प्रभावकारी थियो, कानुनी रूपमा कति सही थियो, कार्यपालिकाले त्यसलाई कार्यान्वयन गर्न सक्थ्यो कि सक्दैन थियो, कानुन हामीसँग पर्याप्त छन् कि छैनन्, त्यसको लागि पूर्वाधार छ कि छैन, यी विषयमा न कसैले खोजी गर्यो, न कसैले त्यसलाई फरक पाटोबाट हेर्ने प्रयास गर्यो। जब अप्ठ्यारो सिर्जना गर्नु पर्यो, त्यो समितिको निर्देशन छ भने देखाइयो, र जब कमिसन लिनु पर्यो त्यो निर्देशनलाई धेरै पर पन्छाइयो। अहिले नियमावलीमा हामीले एउटा सुधारको लागि काम गरेको कुरा जवाफदेहिता खोजिएको छ। प्रतिनिधि सभाका समितिहरूले कार्यपालिकाले निर्देशन तय गर्दाखेरि सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर निर्देशन तयार गरिनुपर्छ र 30 दिनभित्र आफूले दिएको निर्देशन कार्यान्वयन भयो कि भएन र प्रभावकारिता त्यसको कति भएको छ भने अध्यापति गरेको हुनुपर्छ। कार्यपालिकाले पनि त्यसरी दिएको निर्देशन 30 दिनभित्र आफूले गर्न सक्दिन भने, कानुनसम्म छैन भने र केही अरू प्राविधिक रूपमा समस्या छन् भने 30 दिनभित्र लिखित रूपमा जवाफदेही देखाउनुपर्छ। होइन भने जवाफदेहिताको जवाफ दिनुपर्छ। यति कुरा सुधार गर्न कसले रोकेको थियो भन्दा अगाडि हामीले यी कुराहरू अब भाषणबाट होइन व्यवहारमा उतार्न सुरु गरेका छौँ। सरकारले आफ्नो भूमिका निर्वाह गर्न सुरु गरिसकेको छ र नेपाली जनताले जुन सपना र जुन विश्वास दिएर यो 2 तिहाई नजिकको मत प्राप्त गरेको छ, यसको उच्च सम्मान गर्दै फेरि पनि दोहोऱ्याएँ, आगामी 5 वर्षमा यसको जग बसालेर छोड्नेछौँ। यहाँहरूको यो कार्यक्रमको भव्य सफलताको शुभकामना दिँदै नयाँ वर्ष 2083 को पनि यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म मेरा भनाइलाई यहीँ अन्त्य गर्छु।